आइपुग्यो यहाँ। ल ल हौ ल तेरो फोन कहाँ छ? कहाँ छ तेरो फोन? यतै कतै होला फोन। मैले तँलाई कतिचोटि फोन गरेँ, तेरो फोन किन उठ्दैन? आज त मलाई एउटा कुरा साफ साफ बताइदे, त हराएको कहाँ छस्? न त फोन छ, न त कुनै एसएमएस छ, इन्स्टाग्राममा गरेको मेसेज हेर्दैन, हेरेर छोडिदिन्छ, कल उठाउँदैन। भेटघाटको कुरा त परै जाओस्, त्यो त सपना पनि नसोचे हुन्छ। तँ बता त मलाई त आजकल छस् कहाँ भन्दा? खै किन भेट्न आउँदिन, किन के भन्छ कोहीसँग बोल्दिनँ, किन रिप्लाई दिँदिनँ, किन इग्नोर गर्छु मलाई थाहा छैन, किन पोस्ट गर्दिनँ होइन। त थाहा छ एउटा कुरा, आई डोन्ट फिल लाइक पोस्टिङ कि आजकल मन भरेर आइसकेको छ मेरो। कस्तो के भन्न के खोजेको यो, के भनेको यो आई डोन्ट फिल लाइक पोस्टिङले? मतलब के हो यसको? बताउँछस् अलिकति जरा भन् त, मतलब के हो यसको? तैँले पनि बुझेकै कुरा हो, सुन तैँले पनि बुझेकै कुरा हो होइन। मेन कुरा के छ भन्दाखेरि नि यहाँ भ्युज, रिच, इङ्गेजमेन्ट, न त भने जस्तो भ्युज आउँछ, न त त्यस्तो इङ्गेजमेन्ट हुन्छ, न त रिचको कुरा त म परै छोड्थेँ, त्यो रिच पनि जाँदैन त्यति। अनि जब मैले आफ्नो दिन रात त्यसैलाई दिँदाखेरि मैले केही पाउँदिनँ भनेदेखि म आफ्नो समय किन खर्चेर फाल्ने त्यसको पछाडि? दिन रात त्यसैलाई दिएको होइन, नयाँ नयाँ टाइपको भिडियो बनाउँछु भन्ने सोच, अनि डिफ्रेन्ट ठाउँ घुमा क्या, धेरै ठाउँ घुमा, आफ्नो पेट्रोल चलाइ आफ्नो पैसा खर्च गरी धेरै ठाउँ घुमा होइन। अनि त्यस पछाडि त्यत्रो मेहनतले भिडियो बनाऊ, अनि बसेर एडिट गर, कुन गाना कपिराइट लाग्ला नलाग्ला के होला कसो होला भनेर म्युजिक छानी हाल, त्यस पछाडि त्यसलाई बसेर एडिट गरेर त्यत्रो 3-4 घन्टा लगाएर होइन, कहाँ के मिलेन कि ओहो यो मन परेन, यसलाई यो तरिकाले बनाऊ, यसलाई यो तरिकाले बनाऊ गरेर त्यत्रो यो गर होइन। अनि त्यत्रो दिन रात मेहनत गर्दा पनि के हुन्छ प्राप्त? शून्य। जब अनि त्यही हो क्या मेन कुरा, जब त्यत्रो समय दिँदा पनि, त्यत्रो समय खर्चेर पनि मैले आफ्नो चिज जुन चिजमा मलाई जे प्राप्त गर्ने मन छ त्यो पाउँदिनँ भनेदेखि, सफलता पाउँदिनँ भनेदेखि म समय किन बर्बाद गर्ने क्या होइन। अनि फेरि यसमा चाहिँ भन्न तँलाई थाहा छँदैछ पछिल्लो 1 वर्षमा अलिक ट्राजिक मोमेन्टहरू पनि भयो, त्यही भएर गर्दाखेरि त्यस्तै कुरा ए भने पछाडि तँलाई क्षणिक सक्सेस चाहियो होइन, तेरो हिसाबले त त्यही लाग्दैछ। तैँले भनेको अनुसारले भ्युज आउँदैन, इङ्गेजमेन्ट आउँदैन, दिन रात दिएर अब कति दिस भाइ, 3-4 वर्ष भयो होला तैँले एडिटिङ गर्न थालेको, त्योभन्दा पहिलेदेखि गर्थेस् होला, तर त्यो तैँले आफ्नो पुरा दिन रात त्यसैलाई दिने यो गर्ने त 2-3 वर्ष जति भयो होला होइन। 2-3 वर्षमा नि पछिल्लो 1 वर्ष त ग्यापै गयो, तैँले केही गर्दै गरिदिनस्, तँ गर्दै छँदै पनि छैनस्, तँ आएको पनि छैनस् होइन, दिएको पनि छैनस् होइन। अनि त्यस पछाडि यो तँलाई के लाग्छ, तैँले आज भिडियो हालिसके पछाडि भोलि बिहान उठेर हेर्दाखेरि मिलियन्स अफ भ्युज त्यस्तो हुन्छ, थाउजन्ड्स अफ भ्युज, मिलियन्स अफ भ्युज त्यस्तो हुन्छ होइन। 1 मिलियन्स अफ भ्युज कसले भनेछ? को दौडेको छ र मिलियन्स अफ भ्युजको पछाडि? म दौडेको छु? म दौडेको छैन भाइ मिलियन्स अफ भ्युजको पछाडि। मलाई जति भ्युज आए पनि त्यो सेटिस्फाई हुनु पऱ्यो क्या। त्यो 200, 300, 500 भ्युज आउँछ, मेरो म्याक्स गयो भने 500 जान्छ, त्योभन्दा माथि जाँदैन। अनि त्यो 500 भ्युज लिएर म गर्ने के? त आफै भन् त, मलाई सेटिस्फाई हुनु परेन? मैले गरेको काममा अलिकति त्यो भ्युज आइदिएन भनेदेखि म अनमोटिभेटेड के अरे डिमोटिभेटेड हुँदिनँ। त्यो जब भ्युजै सेटिस्फाई छैन भनेदेखि अनि म त्यो के गर्नु त्यो 500 भ्युज लिएर? त्यो 300-500 सपोर्टर होइन, त्यसो त्यो भ्युज होइन, त्यो म्याटर गर्दैन तेरो लागि, त्यो केही पनि होइन। कस्तो पकम फुसे कुरा गर्छ यार, कस्तो त थिएन त यार यो केटो, त यस्तो थिस् पहिला कहिलेदेखि गर्न थालिस् भाइ यस्तो बकम फुसे कुरा? त्यो भ्युज म्याटर गर्दैन तेरो लागि, त्यो अडियन्स छैन, त्यो सपोर्टर होइन तेरो लागि, केही पनि होइन। बडा बकम फुसे कुरा गर्न थालिस् यार भाइ त। तर सुन, तेरो यो तर हर मर गर मलाई थाहा छैन होइन, पहिले मेरो कुरा ध्यान दिएर सुन। यु सुड डु अ कम ब्याक होइन, कसरी हुन्छ, कति टाइम लगाएर हुन्छ कि के हुन्छ, यु सुड डु अ कम ब्याक। अनि पुरै कुरा सुन, यदि तैँले कम ब्याक गरिनस् र यही तालमा पढिराखिस् भनेदेखि नि भाइ
म छोडिदिन्छु तँलाई, म हेर्दिनँ कि हाम्रो 10 वर्ष पुरानो यो मित्रताको सम्बन्ध छ, म हेर्दिनँ भाइ, म छोडिदिन्छु, साफै कुरा। किनकि त्यो प्रेम रहेन जसलाई देखेर मैले मित्रताको हात अगाडि बढाएको थिएँ। त्यो अर्कै के भइसकेको रहेछस्। तँलाई जति सम्झायो नि पनि अब लाग्दैन भनेदेखि भाइ म छोडिदिन्छु। अन्त जेसुकै गर होइन, जहाँसुकै गर, यत्तिकै पढेर बस्छ भने बस होइन, भ्युज आउँदैन, के भन्छ के भयो ट्राजिक मोमेन्टहरू भयो। अब कसको लाइफमा आउँदैन ट्राजिक मोमेन्ट, हरेकको लाइफमा आउँछ। अनि यसको मतलब कि आफ्नो प्यासन छोडिदिने, आफ्नो जे छ त्यो के भन्छ जे ड्रिम छ त्यसलाई एक कुनामा लातान्दिने, त्यसलाई पिल्सिदिने, त्यसो गर्ने हो। हरेकको जिन्दगीमा एउटा ट्राजिक मोमेन्ट हुन्छ, पिपल गो थ्रु दिस एन्ड द्याट। अनि त्यस पछाडि उनीहरूको मनमा एउटा आगो चाहिँ हुन्छ क्या, केही गर्छु भन्ने त्यो आगो तेरो मन लाग्छ निभिसके जस्तो छ। जति सम्झाएर पनि तँलाई लाग्छ कि लाग्दैन मलाई थाहा छैन होइन, त्यो बुझिरहेको पनि छस् कि छैन अहिले त्यो पनि थाहा छैन। तर कसरी हुन्छ, कहाँबाट हुन्छ, आई मिन कसरी हुन्छ, 1 महिनाभित्र हुन्छ कि 1 हप्ताभित्र हुन्छ कि या 2-3 दिनभित्रै हुन्छ। यु सुड डु अ कम ब्याक, अदरवाइज गरिनस् भनेदेखि बुझिजा म छोडिदिन्छु त्यस पछाडि भाइ। अनि यही थी दोस्ती, यही तक प्यार, अनि तू अपने रास्ते हम अपने रास्ते टाइपको हुन्छ फेरि भाइ, बुझिराख, बुझिस् नि? ठिक छ, तैँले पनि भनिहालिस्, भनिरहेछस् होइन। Let me give it a try. There's just one here. Wait for my comeback.